ए बुढा अब मलाई त पुरा टेन्सन भइसकिसक्यो हाम्रो जिन्दगी यतिकै बित्ने हो क्या अब घर पनि हेर घर पनि त्यस्तै छ छाना पनि दुलो परिरहेछ नानी छ मेरो छोरा छ त्यसको नि भविष्य बनाउनु पर्ने छ यसलाई पनि स्कुल पढा छैन ट्युसन पढा छैन के गर्ने बुढा यतिकै नै हो खै के गर्नु त हौ के गर्नु सरकारले राम्रो उयो पनि दिएको छैन फेसिलिटी पनि दिएको छैन हामीहरू त के गर्नु छ एउटै फेसिलिटी छ सरकारले के छ फेसिलिटी फेसिलिटी त्यही छ एउटा सरकारले दिएको लोन छ लोन तिर्नु सक्ने होइन मैले कसरी तिर्नु लोन लिएर पनि लोन सोनको जिम्मेवार सबै मलाई छोडिदेऊ म जसरी भए पनि तिरिहाल्छु तिर्ने हो तिर्ने साँच्चीकै त्यसो भए लोनवाला त आइहाल्छ नि म बोलाइहाल्छु नि लोनवाला त एकछिन टेन्सन गर्नु पर्दैन म फोन गर्दैछु त यस्तो भयो भने त कसरी जिन्दगी म जिउनु हो भन हेलो अङ्कल दाजु ओ दाजु तपाईँले बोलाउनु भएको थियो नि हजुर ल आउँदैछु म ल लोन लिनुहुन्छ तपाईँहरू पनि लोन चाहनुहुन्छ अरे हजुर 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 ऊ जे पनि भन्नु छ ऊ मेरो श्रीमतीलाई भन्नु उसले लोन निकाल्छ भनेको मसँग कुरा गर्नुहोस् न लोनको त अहिले यहाँ राम्रो सिस्टम आएको छ हो हजुर तपाईँले सही तरिकाले महिना पैसा फलो गर्नुहुन्छ भनेदेखि साथ म चेक दिन्छु तपाईँलाई कति लोन लिनुहुन्छ तपाईँ यस्तो गरेर कति गरेर चाहिँ छ दिन लिनुपर्ने कति तिर्नु सक्छ होला म तिमीलाई आफ्नो सेड्युल देखाउँछु भइहाल्छ नि त्यो त तिमी टेन्सन नलिएर भने होइन मैले को बाठ्यो हुँदै बोलिन्छौ 1 लाखको लोन लिएछ भनेदेखि महिनाको 10,000 दिनुपर्छ हजुर अनि 5 लाखको लोन लिएछ भनेदेखि चाहिँ महिनाको 2,000 गरेर दिनुपर्छ 5 लाखको 2,000 त यताउति गरेर सक्छ गेस गर्नु सक्छ अनि तपाईँहरूले यदि भन्नुहुन्छ भनेदेखि चाहिँ तपाईँहरूको फोटो खिच्छु म यहाँनिर नै अहिले यहाँ फोटो खिचिकन म लोन पास गरिदिन्छु ओ भाइ अझै खेप भन त के अरे 1 लाखको लोन लिनु भएछ भनेदेखि चाहिँ महिनाको 10,000 गरेर तिर्नुपर्छ हजुर यो कम्पनी अलग पर्छ अनि एउटा कम्पनी चाहिँ छ 5 लाख लोन लिन सक्नुहुन्छ त्यसको चाहिँ महिनाको 2,000 गरेर तिर्नुपर्छ हेलो मालिक मैले कस्टमर पाएको थियो एउटा नयाँ फेरि म तपाईँलाई चिजले खबर गर्दैछु ल ल ठिक छ तिमीहरू रेडी हो म तिमीहरूको फोटो खिच्दैछु ल ल ल तिनजना रेडी नै छ जोइन्ट फोटो चाहिन्छ हो अब नानी पनि विटनेस छ भोलि पर्सि भविष्यमा यो नानीले पैसा तिर्नु पर्यो नि त One day later. लुगा धुने वासिङ मसिन वासिङ मसिन ल्याइदिनु त्यसमा धुनु ल म चाहिँ गएको कता होइन भाइ म एकछिन यता घुमेर आउँछु म लोनको पैसा लिन आएको ल म किस्ती घरमा बुढी छ बुढीले गरिहाल्छ त म आउँदैछु त चलो भाई देखो अब मैं क्या करता हूँ। ओ बहिनी ओ दिदी ओ बहिनी लोनको किस्ती लिन आएको यो महिना पुरा भयो ओ दिदी तपाईँले 2,000 रुपियाँ दिनु पर्यो यो 2,000 रुपियाँ दिएछ भने ओ दिदी मलाई पुरा ढिलो भइसकिसक्यो मलाई अर्को जग्गा पनि जानु छ ओ दिदी 2,000 ओ दिदी दाजु तपाईँले दिन्छ पैसा दिएन छ भने मैले सबै घरको जप गरिदिन्छु है के अरे घर सिस गर्ने अरे अब यो घर सिल गरिदिन्छु हिम्मत पनि हुनु पर्यो नि तिम्रोमा
तपाईँहरूको अब जिन्दगी खराब हुन्छ अब यहाँ लोन दिएन भने यो घर मैले सिज गरिदिन्छ त्यो सब केही थाहा छैन जसरी पनि मलाई मेरो पैसा दिइहाल्नु तपाईँले 2000 रुपियाँ गरेर दिनुपर्छ पहिले दिन्छु भनेर लोन लिएको छ यहाँ मेरोमा रेकर्डहरू सबै छ यी रेकर्ड देखाउन सक्छु म ओ दिदी के गरेको तपाईँले ओ दिदी के गरेको यस्तो नगर्नु यस्तो नगर्नु दिदी यस्तो नगर्नु ओ भाइ को तिमी बाबु चाहिँ बेटीले हात लाउने म पैसा दिएको हेर न बहिनी मसँग जबरजस्ती गरे पैसा पाउनु दे हेर न यस्तो पनि गर्छ पर्खा म यसको बुढालाई फोन गरेर बोलाउँछु पनि त्यस्तो होइन मैले त्यस्तो केही गरेको छैन मलाई त्यस्तो केही पनि दोष नलगाउनु मैले त्यस्तो केही पनि गरेको छैन हेलो ओ भाइ तिमी छुट्टा घर आऊ त यहाँ हेर बहिनीको हातले भात के भयो उले के गरे तिमीलाई त्यसलाई राम्रो अब चाहिँ मलाई पुर्का रिस उठ्यो रिस उठ्यो ल अब चाहिँ मारिदिन्छु ल